हेर्न सक्नुहुन्छ मुनिपट्टि प्लेयरहरू पनि नक आउट रहँदैछन्। 12 टोटल फ्र्याग पोइन्ट्स T2K को लागि आउँदै गर्दा उनीहरूको लागि रहनेवाला छ। माथि चढिरह्यो एट द सेम सेन्स यो रहेको छ कुरा। T2K को टिम रुल्सहरू अगाडि बढ्दै थिए। सर्ट सुट आइरहेको छ। XMPL एकदमै कम एचपीमा उतापट्टि साइक्लोन नक पारिन्छ। XMPL आइजिएल फर द टिम टप फ्र्यागर बन्दै हुनुहुन्छ। राम्रो नक किलर वाइटी को अगाडिबाट गाह्रो पर्नेवाला छ साथीहरू अहिलेलाई। टिआरएस किलर वाइटी स्ट्यान्ड बाई पुस्टिङमा नेट फाल्ने कोसिसमा लाग्दै त छन्। अहिलेलाई के गर्छन् भन्ने कुरा हो। मोलीले डढिरहेका छन्। किलर वाइटी नकड आउट हुनु भएको छ। यहाँनिरबाट एनबीको टिमको लागि पनि गेम सकिएको छ। इभेन्ट 21 टोटल फ्र्याग्स निकाले। प्लेयर नक रहे बचाउने कोसिसमा मुनिपट्टि हत्यारा स्पोर्ट्स नेपालको टिम पनि छन्। हत्यारा स्पोर्ट्स नेपाल आजको पहिलो गेमको विजेता, पहिलो कि दोस्रो गेमको विजेता रहेका थिए। वी आर रेडी ओभर हियर। 21 फ्र्याग्स टिमले अलरेडी नै निकालिसकेका थिए। स्मोक फालिँदैछ। यो टिम्सको लागि समस्या बनिरह्यो। क्रममा त्यही नै रहेको छ। उहाँले एप्पललाई पनि दिन पाइन्छ। स्ट्यान्ड बाई पोस्टिङमा दिन पाइयो। T2K अझै 15 टोटल फ्र्याग्स बन्दै गर्दा अन्तिम गेम चलिरहेको छ। कसरी म्यानेज गरिन्छ भनेर हेरिँदै त छ टप 2 टिम्स। DRS गेमिङलाई मारिएको छ अहिलेलाई, लबीबाट निकालिएको छ। एन्ड यतापट्टिबाट T2K अझै स्ट्यान्ड बाई पोस्टिङमा मुनिपट्टि सर्ट्सको लागि जानुपर्ने छ। DRS गेमिङमा एक्सपेक्टेसन राख्न सकिएको थियो। अन्तिम गेम उनीहरूको साइडबाट निकाल्छ भने आकलन लगाउँदै गर्दा हामी गलत ठहरिन पुगेका छौँ। बट एकदमै राम्रो गेम थियो। च्याम्पियन हामीले पाइसक्यौँ। T2K स्पोर्ट्स र हत्यारा स्पोर्ट्सको बिचको फाइट चल्दैछ। कसले टप 5 स्थानमा एन्ड अप गर्ने भनेर 200 प्राइज पुलको मात्रै ब्याटल रहेको छ अहिले। यो एउटा राम्रो पोजिसनिङ आउनको लागि भनेर पनि कोसिस रहनु पर्छ। उहाँले एप्पलास्टियालाई पनि समस्या बन्दै त छ त्यहाँ। एट द सेम सेन्स अलि अप्ठ्यारो त्यहाँ बनिरहेको थियो। साथीहरू हेर्न सक्नुहुन्छ। रिभाइभल पनि दिनु पर्यो। 1 बाई 1 प्लेयर कुर्नु होला, थोरै प्रतीक्षा गर्नु होला। च्याम्पियन्सको रहेको छ, हेरेर जानु होला। टिम निस्किसक्दा निस्किने जुन रहेको छ हाम्रो लागि त्यो प्रवृत्ति हटाउँ होला। सबै टिम्सलाई सपोर्ट गर्नुपर्छ भन्दै गर्दा अन्तिम प्लेयरको अगेन्स्टमा चढिन्छ। हियर वी गो द भेरी फर्स्ट सेकेन्ड इनर फर द टिम नट अदर देन T2K गेमिङ।